अस्मिता म चाहिँ आफ्टर लङ टाइम ब्लग बनाउन गइरहेको छु लाङटाङ जान लागेको लाङटाङ प्लस गोसाइकुण्डा नि हुन्छ होला लाङटाङ र गोसाइकुण्डा सँगै भ्याउने भनेर हामीले चाहिँ गरेको त्यसपछि सोचेको छौं अनि अहिले चाहिँ 6 बजिसक्यो 6 बजी चाहिँ म त्यहाँ पुग्ने भनेर सोचेको थिएँ तर अलिक लेट उठ्यो म अनि अहिले चाहिँ म रेडी भएर मैले चाहिँ यहाँ इनड्राइभ बुक गरेको छ अनि म चाहिँ अब इनड्राइभमा जाँदै छु म चाहिँ अहिले यहाँ केटीहरूलाई पर्खिरहेको छु केटीहरू जहिले ढिलो गर्छ मै हो जहिले फर्स्टमा आउने चाहिँ मै हो होला लास्ट महिनाको मै नै छिटो आइसक्यो गाइज म चाहिँ अहिले यहाँ बस पार्कमा वेट गरिरहेको छु गाइजहरूलाई केटीहरू चाहिँ अन द वे अरे जे भयो नि वेदर चाहिँ खुल्यो यार तर यहाँ चाहिँ रेनकोट बुझ्नुपर्छ यसले रेनकोट ल्याएको छ उता झुन्डिरहेछ पोका यहाँ लाइन लाग्दो रहेछ नि केटीहरू हिँडिरहेछ भ्याट्टा भ्याट योपालि त सबैको झोला तर कति खाली रहेछ त्यसको नि हामी चाहिँ अहिले यहाँबाट स्याप्रो बेसी भएर हामी चाहिँ ब्याम्बोतिर लाग्दैछौँ कपालले त रातो पो कलर रहेछौँ अहिले चाहिँ टाइम चाहिँ 2:30 भयो यता भनेको भ्लगमा सबजना कपाल भ्यात्र्याङ भएको छ हाम्रो चाहिँ बसले नि अनि अहिले चाहिँ त्यही हो 2:30 भएको छ अब हामी ब्याम्बो कति बेला पुग्छौँ छिटो आऊ है केटीहरू त्यहीँ त पुग्छौँ नि हामी न हामी चाहिँ अहिले हिँडिरहेछौँ है त पछाडि छ गाइजहरू म चाहिँ यहाँ अनि आज चाहिँ हामी ब्याम्बो पुग्नु छ ब्याम्बो आज चाहिँ हामीलाई गाडीले लास्टै ढिलो टाइम दिएर गाडी रोक्दा कति साह्रो रोकेको हामी चढेको गाडी बाफ्रे गाडी रोकेको छ टाइम धेरै लाग्यो तर त डोजरहरू चाहिँ कहाँबाट लग्यो भन्ने कुरा हो त गाडीहरू चाहिँ तीनटा बेड ठिक रहेछ
चारजना तलमै होला डाइनिङ हलमै होला हाम्रो केटीहरूले खाना खान स्टार्ट गरेको छ कस्तो रहेछ खाना खाना देखाऊ मिठो हुन्छ होला हाई गाइज गुड मर्निङ अनि आज चाहिँ हाम्रो डे 2 हो हामी चाहिँ हिजो ब्याम्बोमा बसेको थियौँ सो अनि अहिले चाहिँ 6:30 भयो हामी चाहिँ रेडी भएर अब हामी चाहिँ ब्रेकफास्ट लिएर हामी चाहिँ यहाँबाट लाङटाङ भिलेज लाग्छौँ चिसो छ हौ हामी बसेको होटल शेर्पा होटल अनि हामी चाहिँ यो माथिको बाटोबाट हामी गएको हामी चाहिँ यो साइडबाट आएको यो माथिको बाटोबाट यहाँ चाहिँ एन्टी चिटी नटिप्दो रहेछ नि त के अरे अरू पनि रहेछ नि त दाइहरू ए त्यो बेला त घाम छ्याङछुङ भइसक्यो म त यो पालि नि ग्लोभ्स युज गर्छु त ग्लोभ्स चाहिन्छ त जस्तो है अब चाहिँ हामी यहाँ बेम्बोबाट उकालो लाग्दैछौँ ब्रेकफास्ट लिएर गाइजहरू अगाडि टुइँ हिँड्दैछन् आज चाहिँ हाम्रो डे 2 अहिले चाहिँ 7 भयो है 7 बज्यो नि त 7 बज्यो अहिले चाहिँ हामी चाहिँ यहाँबाट उकालो लाग्दैछौँ है त बेम्बोबाट बाटो चाहिँ खोलाकै जानुपर्ने रहेछ नि खोलै खुला हुँदै Diba? भनेपछि यो लामा होटल यहाँ चाहिँ त दाइ माथि गएर जस्तो छ हामी चाहिँ अहिले लामा होटलमा आइपुग्यौँ अहिले कति त 9:30 भएछ अहिले चाहिँ 9:30 टाइम भयो 10 बजेको छैन 9:40 जति भयो 39 भने चाहिँ
अस्मिता लाङटाङ आयो। अस्मिता लाङटाङ आयो। यहाँ चाहिँ पुल रहेछ। यहाँ पर हेर न यहाँको। अहिले चाहिँ 2:30 भइसक्यो। केटीहरू चाहिँ पछाडि आउँदैछ, म त अलिक अगाडि नै छु। पछाडि आउँदैछ केटीहरू चाहिँ। अहिले चाहिँ हामी थम्सअपमा आइपुग्यौँ। यो एप्पल केक पर पिसको 500। कुहिरोले झेरेर के है। हामी लाङटाङ भिलेज आइपुग्यौँ। अहिले चाहिँ 5:15 गयो, तर यो कुहिरोले गर्दाखेरि अलिकति डार्क जस्तो भइरहेछ, रात परेको जस्तो। तर अहिले चाहिँ टाइम चाहिँ 5:15 भयो। हामी चाहिँ 5:15 मा आइपुग्यौँ। हामीलाई चाहिँ गलत इन्फर्मेसन टाइम होइन, 1.5 घन्टा लाग्छ भन्ने ठाउँमा 25 मिनटमा आइपुग्यौँ गाइस। हामी चाहिँ झन्डै तलको ठाउँमै बसेको के, यहाँसम्म पनि हामी नआइपुग्ने जस्तो भयो। तिनीहरूले टाइम त्यस्तो भनेर हामी झन्डै तल बसेको, तर हामी आइपुग्यौँ। अहिले चाहिँ टाइम त्यही पनि स्टिल 5:15 मात्रै हुँदैछ। हामी चाहिँ अहिले हाम्रो होटल खोजिरहेको छौँ। हाम्रो होटलको नाम चाहिँ खै रेसिन के भने जस्तो लाग्यो त। हामीले चाहिँ अघि तल बाटोमा बुक गरेको हो। अघि त पनि अहिले भन्दाखेरि 2 घन्टा अगाडि बुक गरेको। हामीलाई चाहिँ नि त्यही पनि बाटोमा त्यो त्यो गाइड दाइले बिचरा भनिदिएको हो, रेस्ट इन भने चाहिँ लागेको थियो। त्यही खोजिरहेको छौँ। हेरौँ अगाडि होला, अगाडि होला। हामी चाहिँ अब यहाँबाट क्याङजिङरीतिर लाग्यो है त। अहिले चाहिँ 6:30 भइसक्यो। आज चाहिँ हाम्रो डे 3 हो। अब चाहिँ हामी यहाँबाट ब्रेकफास्ट गरेर पनि अब चाहिँ हामी चाहिँ यहाँबाट क्याङजिङरीतिर हिँड्यौँ है त। गाइजहरु यहाँ टिकटक बनाइरहेको छ है, टिकटक क्वीनहरु। नाइस, वाउ, हेलो। माथि चाहिँ यस्तो यो नेक यस्तोको तलमला माथि चाहिँ यस्तो यो ट्याप्प भएर जस्तो छ। कस्तो राम्रो आइरहेछ पछाडि त्यसो। त्यो टाइम लाइनको त केही देख्दैन। त्यो टाइम ल्याप्सको त हो। बाबा के खाएको बापरे यस्तो। म चाहिँ राम्रो क्वालिटी देखिरहेर पोज दिइरहन्छु कि के गरिरहन्छु। कस्तो स्किन मेरो स्मुथ दाग देखाएको नि त। म त टाइम त थाहै छैन।
स्लोमो थाहा छ त्यो सिनेमेटर थाहा छ कोक ल्याउ त कोक दिपा 200 त फेरि नपाकेको मात्रै नपाएको मात्रै जता कि 400 200 भनेको कि तीनटा चाउचाउको 200 भनेको एउटाको भनेको तीनटा दिनु न भनेको होइन कति भनेको 200 रे तीनटाको भनेको त कुन हिसाबले तीनटाको दुईटा भयो भन्छ नि एउटाको भनेको अब हामी चाहिँ यो उकालो चढ्नुपर्ने माथि मान्छेहरू गइरहेको रहेछ माथि टपको डाँडा पछाडि पुग्नुपर्ने रहेछ बाटो चाहिँ उकालै छ यहाँदेखि चाहिँ उकालै ठाडै उकालो ओ माइ गॉड ठाडै उकालो छ बल्गर रबिना बल्गर ओ गॉड कति धेरै उकालो भगवान् हावा पनि त्यस्तो धेरै चलिरहेछ हो हावा उकालो कि धेरै तल छ हामी चाहिँ पुगिसकेकै छैन यस्तै उकालोमै छ हामी चाहिँ यहाँ तलदेखि हिँडेको 2 घन्टा उकालो चढेर ओ माई गॉड आइपुग्यौँ फाइनली आफ्टर 2 आवर्स पछाडि ओ माई गॉड गाइज लाङटाङ भ्यूज देख्यौँ भन न देख्यौँ यहाँ आउनलाई यस्तो गाह्रो भयो होइन नाकबाट सिगा चुहिएको छ त्यत्तिकै टाउको दुखेर बमिट होला जस्तो भइरहेको छ गाह्रो भइरहेको छ त्यही पनि रमाइलो भयो तर एबिसी जस्तो चाहिँ छैन तर त्यति धेरै एबिसी जस्तो राम्रो चाहिँ होइन तर पनि राम्रै हो अब चाहिँ हामी यहाँबाट झर्न लागेको तलतिर souvenir from the first Kensington Green. हामी चाहिँ अब यहाँबाट ओह्रालो लागेको अहिले चाहिँ 1 बज्न लागिसक्यो अब हामी यहाँबाट ओह्रालो लाग्न आँटेको मेरो ब्याट्री पनि 10% भइसक्यो सो अब चाहिँ म यहाँबाट भिडियो नबनाइकन हिँड्छु एकैचोटि तल लाङटाङ भिलेज गएपछि चार्ज गर्नु छ त्यही हो दिपा अगाडि हिँडिसक्यो रबिना पछाडि छ हो त्यहाँ जो क्यान्जिङ रे सो त्यही हो अब चाहिँ म भिडियो तल गएर कन्टिन्यू गर्छु या गर्दिनँ आई डोन्ट नो तर अहिलेको लागि चाहिँ मेरो भिडियो यति नै हो अहिलेको उकालो अहिले चाहिँ केटीहरू ओह्रालो झर्दैछ हामी त्यहाँ माथि क्यान्जिङबाट फर्केर पनि हामी यहाँ तल आइसक्यौँ दिपा यहाँ माथि छ रबिना त्यहाँ म चाहिँ धेरै तल छु ओ माइ गॉड केटीहरू कहाँ हो कहाँ रबिना चाहिँ उयो माथि डाँडामा आउँदै रहेछ दिपा त माथि दिपा त देखेकै छैन अरे दिपा खोइ दिपा कहाँ हो दिपा उयो माथि आउँछ दिपा चाहिँ ब्ल्याक ज्याकेट लाउने अनि रबिना चाहिँ उति माथिको डाँडामा आउँदैछ रबिना चाहिँ त्यो चाहिँ रबिना दिपा चाहिँ उता माथि झर्दैछ म चाहिँ अहिले यहाँ तल झरिसकेँ मेरो साथीहरू चाहिँ माथि नै धेरै माथि नै छ म चाहिँ जाँदाखेरि चाहिँ हामीलाई चाहिँ 2 घन्टा टाइम लागेको थियो जाँदाखेरि चाहिँ 2 घन्टा पनि बढी लागेको थियो तर ओह्रालोमा चाहिँ म चाहिँ अलिक ओह्रालो चाहिँ मलाई सजिलो लाग्छ अनि मलाई चाहिँ ओह्रालो 2 घन्टाको बाटो चाहिँ मलाई 30 मिनट्स पनि लागेन क्या 26-27 मिनट्समा चाहिँ म तल झरिसकेँ फाइनली गाइस अब चाहिँ म यहाँ खाना अर्डर गर्छु केटीहरू पनि त्यति बेलासम्म आइपुग्छ होला खाना यहाँ हुँदै गर्छ हाम्रो चाहिँ यहाँ लन्चको टाइम हुँदैछ अठाको त पोलेको घामले